साल चैत महिना 18 गते सोमबारका दिन यस निगलाजुङ गाउँपालिका वडा नम्बर 5 अङ्क जौबारी स्थित श्री मालज्योति आबी जाने गोरेटोलाई यसै निगलाजुङ गाउँपालिका वडा नम्बर 5 अङ्क जौबारी कोठेबारी परिवार रनमाया रहेको नामबाट अथवा उहाँको तर्फबाट चाहिँ विद्यालयसम्म विद्यार्थीहरू सहज तरिकाले जानको लागि र पाङ्क ग्राउन्डसम्म जानको लागि यो गोरेटो बाटोलाई चाहिँ चौडा बढाएर सामान्य सानो गाडीहरूसम्म गुड्न सक्ने गरीको बाटो निर्माण गरिएको छ र आजको दिन यस निगलाजुङ गाउँपालिका वडा नम्बर 5 का वडाध्यक्ष अभिसन लाउतीज्यू मार्फत चाहिँ यो बाटो उद्घाटन गर्ने सानो कार्यक्रम रहेको छ र उहाँ मार्फत यो रिबन काटेर चाहिँ यो बाटोको उद्घाटन गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। ताली 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 त्यसै गरी अर्को सानो कार्यक्रम छ भन्दाखेरि यो राजमार्गको सायद नामाकरण छ होला, बोर्ड छ, त्यो बोर्ड अनावरण गर्ने कार्यक्रम रहेको छ र अनावरण गरिदिनको लागि म हाम्रो ल्याउनु भएन प्रमुख अतिथि रेकर्ड चाहिँ ल्याउनु भएन लाउतीज्यूलाई नै अनुरोध गर्दछु र